दर्शकवृन्द स्वागत छ यहाँहरूलाई हाम्रो नयाँ भिडियोमा। तथा चाहिँ आज पनि हामी तपाईहरुलाई त्यो क्रिकेट ग्राउन्डको पछिल्लो अपडेट लिएर यहाँहरु समक्ष उपस्थित भएका छौं। कृपया भिडियो कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरी लाइक कमेन्ट एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। त्यतिखेर दर्शकवृन्द यहाँहरु स्क्रिनमा देखिरहनु भएको छ भिआइपी प्याराफिट निर्माण स्थल। काम निकै तीव्र गतिमा अत्याधिक संख्यामा कामदारहरु लागिरहनु भएको छ, खटिरहनु भएको छ। हेर्न सक्छौं यो दिनको ढलान भएको स्थानमा मजदुर साथीहरु सफा गरिरहनु भएको छ। काम तोकिएको समयमा सक्नुपर्ने एउटा तीव्र अवसर भनौं या चुनौती भनौं त्यो पनि निर्माण पक्षलाई रहेको छँदैछ। उक्त चुनौतीलाई समयमा नै समाधान गर्नको निमित्त हामी देख्न सक्छौं इन्जिनियर लगायत अन्य जनशक्तिहरु निकै दिलचस्पीका साथ नै खटिरहनु भएको छ। यहाँ काम छिटो सक्ने मात्र नभइकन काम गुणस्तरीय र उत्कृष्ट ढंगबाट सक्नु सबैभन्दा महत्त्वपूर्ण र चुनौती पनि हो। वर्षात पश्चात भर्खरै काम सुरु भएको हुँदा निर्माण स्थल निकै चिप्लो पनि छ। हेर्न सक्छौं आकाश खुलेको छ, निकै नीलो दृश्य देख्न सक्छौं, बादल पनि देख्न सक्छौं। बादल र यो निर्माण स्थलको कम्बिनेसन निकै राम्रो देखिन्छ। यस भिआइपी प्याराफिट निर्माण स्थलतर्फ हामी देख्न सक्छौं जालीहरु बुन्ने काम लगभग अब सुरु भएको देखिन्छ। हामी दृश्यमा देख्न सक्छौं कामदारहरु निकै मेहनतका साथ यहाँ काममा खटिरहनु भएको छ। कामदारहरु आफ्नो सुरक्षालाई कम ध्यानमा दिई समयमा नै काम सक्नुपर्ने चुनौतीलाई नै मुख्य अर्जुन दृष्टि मानेर काम गरिरहनु भएको हामी भिडियोमा देख्न सक्छौं। दृश्यमा हामी हेर्न सक्छौं रडहरु उता भिआइपी प्याराफिट तर्फ लिएर जाँदै हुनुहुन्छ। निकै नै उत्कृष्ट दृश्यहरु देख्न सक्छौं। यहाँ यस निर्माण टिमको प्रमुख इन्जिनियर सरहरु पनि यहाँ हामी देख्न सक्छौं। उहाँहरु आफ्नो काम तीव्र ढंगबाट गरिरहनु भएको छ। पानी परिरहेको हुँदाखेरि निर्माण कार्यमा केही असहजता पैदा भए तापनि उक्त च्यालेन्जलाई अझ स्वीकार गरी निर्माण काम भइरहेको हामी देख्न सक्छौं। निर्माण सुरु भएका केही दिनहरुमा मेसिनरीहरुको संख्या पनि बढी नै मात्रामा हामी देख्यौं भने अहिले चाहिँ केही कम मात्रामा मेसिनरी चीजहरुको प्रयोग भएको देखिन्छ। यदि निर्माण कार्य समयमा नै सक्ने हो भने निर्माण पक्षले मेसिनरी चीजहरुबाट हुने कामलाई अझ थप्न सके र जनशक्ति पनि केही हदसम्म थप्न सके जुन तोकिएको समय छ त्यो तोकिएको समयमा नै सम्पन्न हुने कुरामा कुनै दुईमत छैन। दृश्यमा हामी देख्न सक्छौं निर्माणको सुरुमा जुन पाइलिङहरु गाडिएको थियो उक्त पाइलिङहरुको लेभल एउटै बनाउने कामहरु भइरहेको छ। काहीँ अग्लो काहीँ होसो देखिन्छ। उक्त पाइलिङलाई चाहिँ एउटै लेभलमा लिएर आएर र त्यसलाई चाहिँ तलबाट त्यही हिसाबले निर्माण गर्ने कामहरु भइरहेको हामी देख्न सक्छौं। दृश्यमा हामी देख्न सक्छौं निकै उत्कृष्ट ढंगबाट निर्माण कामहरु तीव्र गतिमा भएको देखिन्छ। ग्राउन्डको बीचौं भागमा जुन मैदान छ मैदान निकै हरियाली देखिन्छ भने पिचलाई वर्षाको कारण छोपिएर राखिएको छ। मजदुर साथीहरु हेर्न सक्नुहुन्छ दृश्यमा निकै मेहनतका साथ खटिरहनु भएको छ। ग्राउन्डको दोस्रो नम्बरको जुन प्याराफिट छ दोस्रो नम्बरको प्याराफिटमा समेत कुर्सी राख्ने ढलानको लागि फर्माहरु राख्नको लागि त्यहाँ डन्डीहरु बुन्ने काम भइराखेको छ। डन्डीहरु बुन्ने काम पश्चात उक्त सिँढी अगाडि हामी दृश्यमा देखे जस्तै फर्माहरु ठोकिनेछ र ढलानको कामहरु हुनेछ। ढलान पश्चात मात्रै त्यहाँ सिटहरु जडान हुने कामहरु हुनेछ। दृश्यमा देख्न सक्छौं निकै मनमोहक दृश्यहरु देखिएको छ। असार भित्र निर्माण गरिसक्नुपर्ने जुन
डेडलाइन छ। निर्माण पक्षले उक्त डेडलाइनलाई मध्यनजर गरी काममा तीव्रता दिएको देखिए तापनि अझै निर्माणका धेरै कामहरू बाँकी रहेको हामी देख्न सक्छौँ। उता भिआइपी प्याराफिटतर्फ पनि काम तीव्र गतिमा भइराखेको छ भने यतापट्टि जुन हामी दृश्यमा तपाईँहरूलाई देखाइराखेका छौँ यस क्षेत्रमा पनि काम तीव्र गतिमा भइ नै राखेको छ। यस क्षेत्रमा अब जहाँसम्म लाग्छ चाँडै नै ढलान हुनेछ। यहाँ हामी देख्न सक्छौँ कामदारहरू लेभलहरू मिलाउँदै हुनुहुन्छ भने जालीहरू बुनिरहनु भएको छ। सरकारले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने जुन काम गरिराखेको छ, प्याराफिट निर्माण सँगसँगै फ्लड लाइटको कामहरू पनि समानान्तर रूपले अगाडि बढिराखेको छ। फ्लड लाइट निर्माण पश्चात यस मैदानमा दिउँसो र रातमा पनि हामी क्रिकेट खेलको मजा लिन सक्नेछौँ। यति भन्दै आजलाई यति नै। यस्तै नयाँ भिडियोको लागि सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद। नमस्ते।